एका देशमा एउटा जवान मान्छे थियो। त्यो मान्छे एक दिन घरमा बस्दै गर्दा काल उसको ढोकामा आइपुग्यो। काल देखेर त्यो मान्छेलाई डर लाग्यो। कालले उसलाई भन्यो, "म काल हुँ, तिम्रो मृत्यु अबको 1 हप्तामा हुन्छ।" यो सुनेर त्यो मान्छेलाई धेरै डर लाग्यो। त्यो मान्छेले सोध्यो, "तपाईँ काल नै हो र?" यो सुनेर कालले एउटा बाटोमा हिँडिरहेको मान्छेलाई देखायो। त्यो बटुवा त्यहीँ नै मर्यो। यो देखेर त्यो मान्छेलाई धेरै डर लाग्यो। कालले उसलाई भन्यो, "म तिमीलाई अबको सातामा लिन आउँछु।" काल गएपछि त्यो मान्छेले जुक्ति निकाल्यो। त्यो साताभित्र उसले सबैभन्दा माथिल्लो तलाको एउटा कोठामा ठूलो फलामको ढोका बनायो। त्यो फलामको ढोकामा एउटा ठूलो आँख्लो राख्यो। 1 हप्तापछि काल उसको घरमा आयो। त्यो मान्छेले उसलाई घर देखाउँछु भनेर त्यो माथिल्लो तलाको कोठामा लाग्यो। हतार हतार त्यो मान्छे त्यो कोठाबाट निक्लेर त्यो ढोका बन्द गर्यो र त्यो आँख्लो लगाइदियो। काल निक्लन सकेन। काल त्यो कोठाको कैदी भयो। यो घटना भएको धेरै वर्ष भइसकेको थियो। तर यो बीचको समयमा केही जन्तुको मृत्यु भएन। यो देखेर यमराज आत्तिए। यमराज अब आफै काल खोज्न गयो। खोज्दै गर्दा यमराज काल थुनिएको घरमा आइपुग्यो। उसले काललाई मुक्त गर्यो। यो घटनाले गर्दा काल आघात भएको थियो। कालले धन्यवाद दिँदै यमराजलाई भन्यो, "प्रभु, म अब यो काम गर्दिन।" यो सुनेर यमराजले भन्यो, "काम त गर्नै पर्छ। बरु तिमी काम गर्दा कसैले नदेख्ने चाहिँ बनाइदिन्छु।" त्यसैले काल आउँदा कसैले काललाई देख्दैनन्।